एकजना रहनुभएछ गोपाल खतिवडा ज्यू हाम्रा गोपाल खतिवडा ज्यूको आमा नाम हामीलाई अलि थाहा भएन परम आदरणीय गोपाल खतिवडा ज्यूकी आमा ममतामयी माता उहाँ पनि अगाडि आएर आफ्नो आसनमा बसिदिनु हुन विनम्र अनुरोध गर्दछौं। आउनुहोस् परम आदरणीय गुरुदेव श्री लक्ष्मण गुरुदेवको मुखारविन्दबाट वृद्धलाई यो एउटा सम्मानपूर्वक वृद्धहरूलाई सम्मान गर्दै यो एउटा सुन्दर भजन हाम्रा वृद्ध भगवानहरूमाथि हामी समर्पण गर्न चाहन्छौं। बोलिए भक्तवत्सल भगवान की कलियुगमा धर्म गर्न जान्छौं तीर्थ धाम कलियुगमा धर्म गर्न जान्छौं तीर्थ धाम सम्झी सम्झी रोइरहन्छन् तडपी तडपी रोइरहन्छन् घरमै बाबा घरमा बाबा घरमा बाबा घरमा बाबा घरमा बाबा कलियुगमा धर्म गर्न जान्छौं तीर्थ धाम सम्झी सम्झी रोइरहन्छन् तडपी तडपी रोइरहन्छन् घरमै बाबुआ घरमा बाबुआ घरमा बाबा घरमा बाबा छातीका 10 धारा अमृत खिलाएकी ती ममतामयी आमा खाई नखाई परदेशमा बसेर एक पल तडपिएर सम्पत्ति कमाएर नानीको मुखमा गाँस हाल्ने ती बाबा परिवारको सबै सुखलाई तिलाञ्जली दिएर विदेशमा कतिजनाको थप्पड खाएर नानीको सुख चाहने ती पिता आमा बाबा रुहाएर शान्ति खोज्दै हिँड्छन् आफ्नै घरमा भगवान छ कहाँ तिमी चिन्छौ आमा बाबु रुहाएर शान्ति खोज्दै हिँड्छन् आफ्नै घरमा भगवान तिमी कहाँ चिन्छौ वृंदावन जानुहोस् हरिद्वार जानुहोस् कामाख्या जानुहोस् वैष्णव देवी जानुहोस् जतिले तीर्थ व्रत गरेर आरती गरे पनि घरका बुढा बुढी रोइरहेका छन् भने सबै तपाईका तीर्थ व्यर्थ हुन् केही फाइदा छैन। माता पिता प्रसन्न राख्नुहोस् धरती तीर्थ चाहिँ प्राप्त गर्नुहुन्छ तपाईँ। हिजो समन्ती आमाले जुठो खुवाउँदाखेरि मिठो खुवाउँदाखेरि केही आमालाई घिन लागेन। आज आमालाई बुढी भएकी आमालाई यसो केही गर्नु पर्यो भने घिन लाग्छ छोराछोरीलाई। कस्तो विडम्बना हो।
सानामासी बाबाले नानी ताते बाबु ताते मेरो नानी नर्सकी बाबु भनेर औँलो समातेर हिँड्न सिकाउनु भयो। आज तिनी बाबु बुढा भए उभिन सक्दैनन्, लौरो टेकेर लडौराउँदै हिँड्छन्। तर आएर बाबुको हात समातेर ए पिताजी हिँड्नुहोस् हजुर लड्नुभयो भन्ने स्वरहरू छैन घरमा। कस्तै
घर में बाबा घर में बाबा बोलो भक्तवत्सल भगवान के ये वृद्ध भगवान जति नै तीर्थ व्रत गए पनि घरका ईश्वर चाहिँ नै हो। यसैले यहाँ आज हामी सम्पूर्ण धरतीका तीर्थहरूको पूजा गरिरहेका छौँ। अन्त पनि हाम्रा नन्दकला पौडेल मनमाया खड्का उहाँहरू पनि आइपुग्नु होला, सायद यहाँ नाम दिनुभएको छ। र यसरी यो एउटा सन्देश परम आदरणीय गुरुदेवको यो प्राङ्गणबाट, परम आदरणीय गुरुदेवको यो निवास स्थानबाट यो समाजलाई एउटा उद्घोष, यो समाजलाई एउटा सन्देश र हाम्रो सनातन धर्मको घरमा वृद्धको सम्मान भएन भने सनातनको रक्षा हुँदैन। यसैले आज हामीले वृद्ध सम्मान गरेर एउटा भागवतको माध्यमबाट एउटा सन्देश दिन खोजेको हो तपाईहरुलाई। भागवत भगवान की बुढो रुखले